हेलो गुड मर्निङ गाइस। आज चाहिँ म यही सुपरनोभामा चाहिँ मार्केटिङ गर्न आएको छु। के सामान किन्छु तपाईँहरूलाई सबै देखाउँछु। आजको चिसो मौसम हेर्नु होला, कतिको जाडो रहेछ, एकदमै ओभर जाडो छ। यो चाहिँ हाल चाहिँ म क्रोसियादेखि हो, अनि यता हाम्रो यता छेउमा हाइवेको छेउमै रहेछ। ल म अब तपाईँहरूलाई चाहिँ भित्र लाँदै गर्दैछु, अनि तपाईँ चाहिँ त्यो हेर्नु है। हेर्न सक्नुहुन्छ, यस्तो घुम्ने ठाउँ रहेछ। मलभित्र अब चाहिँ हामी चाहिँ सपिङभित्र भेजिटेबलतिर अब चाहिँ भेजिटेबल ग्रोसरी। भेजिटेबलहरू युरोपमा हेरौँ है। कलिफ्लावरलाई 1.79 सेन्ट। यो साइडतिर हेर्नु, टमाटर अलमोस्ट 2 युरो 1.99। क्याप्सिकम, कुकुम्बर 1.89। नयाँ आलु रहेछ, पुरानो आलु। यहाँ चाहिँ तपाईँ हेर्न सक्नुहुन्छ, म आफै चाहिँ प्राइस ट्याग चाहिँ यहाँ एकदमै त हाल्दैछु। टमाटरको चाहिँ तपाईँहरू हेर्न सक्नुहुन्छ, चाहिँ आफै चाहिँ प्राइस मनी ट्याग चाहिँ यहाँ निकाल्नु पर्दो रहेछ। अनि निकालेर यहाँ म हालेँ, अनि हाले पछाडि मैले चाहिँ आफ्नो चाहिँ रातो जुन बकेट छ मेरो, त्योमा चाहिँ राखेर अनि यतातिर अझ चाहिँ म हेर्न जान्छु भेजिटेबलहरू के छ कसो छ भनेर चाहिँ हेर्नुपर्ने रहेछ। कुन प्राइसहरू के कतिको रहेछ तपाईँहरू हेर्न सक्नुहुन्छ। यस्तो फ्रेस एकदमै रहेको छ पुरै। अनि यो सबै हेरेर अनि लास्टमा अब यतातिर के भन्छ स्याउतिर आए। स्याउहरूको फ्रुट्सहरूको तपाईँ सेक्सन हेर्न सक्नुहुन्छ। फ्रुट्सहरूको प्राइसहरू पनि हेर्न सक्नुहुन्छ। यो हाम्रो सबै फुड सेक्सन भयो। यतापट्टि चाहिँ भेजिटेबल सेक्सन चाहिँ, अनि भेजिटेबलतिर यो प्राइस ट्यागहरू हेर्न सक्नुहुन्छ। लास्ट टाइम मगाएको रहेछ एकदमै चाहिँ तपाईँ पाउने भनेको ब्रोकोली, क्याबेज यताउति रहेछ। यहाँदेखि तपाईँहरू सिधा हेर्न सक्नुहुन्छ एकदमै। यो अब आउने चाहिँ पालो चाहिँ अब माछाहरूको रहेछ। माछाहरू चाहिँ हेर्न सक्नुहुन्छ, टाढाबाट पनि देखाए। पर केजी अलमोस्ट 3 युरो। सोना मन्सुली 2.79 सेन्ट। बासमती 3.49 सेन्ट। One liter 1.85. This section is the beverage. Full of wine. You can see JD almost 27. Sorry.
Now I will take you bakery section. तपाईहरु चाहिँ बाहिरको वेदर देख्न सक्नुहुन्छ कस्तो एकदमै क्लिन एन्ड क्लियर चाहिँ स्काई रहेछ बाटोघाटो देख्न सक्नुहुन्छ यो चाहिँ तपाईहरु चाहिँ मल चाहिँ यही हो परसम्म हेर्न सक्नुहुन्छ कति एकदमै सफा रहेछ गार्डन सार्डन सबै हुन्छ एकदमै अहिले क्रिसमसको टाइम पनि रहेछ रुममा आइपुग्यो चाहिँ तपाईहरु हेर्न सक्नुहुन्छ रुममा चाहिँ आएर चाहिँ अब म चाहिँ आफ्नो कोठातिर अब जाँदैछु तपाईहरु चाहिँ यो ब्लगलाई चाहिँ माया सम्झना लाइक सब्स्क्राइब र कमेन्ट चाहिँ गरिदिनु होला चाहिँ केही मिस्टेक भयो भने त्यसको लागि सरी फर्स्ट टाइम पनि हो अब चाहिँ प्र्याक्टिस हुँदै जान्छ धन्यवाद हजुरहरुको लागि ल